हेलो गुड मर्निङ सबै साथीहरूलाई, टिकटकका मेरो सम्पूर्ण साथीहरूलाई गुड मर्निङ। आज सधैँ जस्तै आज सन्डे मेरो छुट्टी। म यसरी बाहिर चाहिँ यसो हल्का हाइकिङको लागि बाहिर निस्किन्छु म जहिले पनि एभ्री सन्डे। सो आई मिस यु अल माई फ्रेन्ड एन्ड इन्टिमेट क्लोज फ्रेन्ड अल आर so much. How have your time? How is going your day? And how you feel in today? So miss you a lot of my friend. आज चाहिँ सधैँ जस्तै म यसरी चाहिँ निस्किरहेको छु। यसरी हरियाली सबैतिर चाहिँ एकदमै हरियाली भएको छ। अब अस्तिदेखि एकदम खुल्ला भएको ठाउँहरू अहिले चाहिँ यति राम्रो तरिकाले यसरी हेर्नु न, सबै हरियाली। यहाँको सबैभन्दा वेदर राम्रो हुनुको कारण भनेको एकदमै यो के भन्छ हरियाली। अब बोट बिरुवाहरू फरेस्ट ल्यान्डहरूलाई चाहिँ एकदमै सेक्युर गर्दा रहेछन् होइन। यति राम्रो हेर्नु नि तपाईँहरूको, यति हरियाली चाहिँ यस्तो छ। अनि तपाईँको त्यसै पनि राम्रो हुने भइगयो नि अब यो वेदरहरू त तपाईँको यति चिसो छ ठाउँहरू है। आम्मामा तपाईँको के भन्ने यहाँको वेदरहरू जमिनहरू हेर्नुहोस् है। यस्तो छ, यस्तो राम्रो छ है। यस्तो वेदर, यस्तो हरियालीमा घुम्न पाउँदा डुल्न पाउँदा वाट नाइस छ यार। वेदर चाहिँ एकदमै मन परेको, एकदम राम्रो यस्तो छ। हेर्नुहोस् हरियालीहरू है। अब यहाँ यसरी बस्ने ठाउँहरू दिएको छ, यसरी ठ्याक्कै यसरी बिचमा छायाहरू बनाइदिएको छ होइन। अब यहाँ हेर्नुहोस् घामहरू माथि लागिरहेछ होइन। अनि यसरी ठ्याक्कसँगले अब यो चाहिँ टक्कै हेर्नुहोस् होइन। अब त्यही भएर चाहिँ तपाईँको वेदर मौसम चिसो मन पर्नेहरूलाई चाहिँ एकदमै राम्रो। युरोपको यो चाहिँ यहाँ चाहिँ कतिखेर पानी पर्छ, कतिखेर चाहिँ हिउँ पर्छ, कतिखेर घाम लाग्छ भन्नै सकिन्न यार यहाँको वेदर चाहिँ। यस्तो छ है साथीहरू, ल हेर्नु होला है। अब यस्तो छ वातावरणहरू होइन, एकदमै राम्रो छ, हेरिहाल्नु भयो होला होइन। अब यसरी यहाँ ठक्कसँगले यसरी बनाएको छ अनि ठक्कसँगले अब म चाहिँ अहिले यहाँ यसो हल्का यहाँ चाहिँ यसो रेस्ट गरेको। अब म यसरी यो बाटो हुँदै हुँदै म चाहिँ अब निस्किन्छु। ल त फेरि नेक्स्ट भिडियोमा तपाईँहरूसँग फेरि भेट्ने बाचा गर्दै अहिलेलाई म बिदाई हुन चाहन्छु। नमस्ते सबै मेरो सम्पूर्ण टिकटक